म चाहिँ गएकी थिएँ नयाँ जग्गामा र तपाईहरुलाई पनि देखाउन मन लाग्यो म गएकी चाहिँ कहाँ थिएँ र यति धेरै खाना यो खाना चाहिँ सधैँ यसरी नै हुन्छ। यो चाहिँ म गएकी थिएँ वेज खाना भेटिने जग्गामा र यति धेरै भेराइटी अनि टेस्टी पनि। र सबै थोक छ माने खानामा वेज खानामा जे हुन्छ उनीहरुको सबै थोक छ। यिनीहरु चाहिँ टोफु धेरै खाने, टोफुको करी भयो, यो सागहरु सबै बोइल गरेको, सलादहरु सबै थोक हुन्छ। त्यसपछि त्यसरी जोख्ने जग्गा हुन्छ। जसलाई जति जे चाहियो सबै थोक लिनु पर्यो। त्यसपछि त्यहाँ पे गरेर आफ्नो जग्गामा लगेर खानु पर्यो। अनि यसो सुपहरु हुन्छन्। अनि राइस चाहिँ एउटा बाटीलाई 20 रुपैयाँ लिन्छ जति पनि थपेर खाँदा भयो। ब्ल्याक राइस, व्हाइट राइस अनि गिलो राइस पनि हुन्छ एउटा गिलो भात जस्तो हुन्छ हो त्यस्तो भात पनि हुन्छ। र यहाँ बाबु र बुनु चाहिँ दुई जना बसेर खाँदै थिए म चाहिँ रेकर्ड गर्नु पर्यो भनेर रेकर्ड गर्न थाले। यति कलरफुल अनि यति हेल्दी अनि टेस्ट पनि राम्रो छ। मसलाहरु पनि कम्ती छ अनि टेस्ट पनि धेरै राम्रो। अनि जुन वस्तुहरु हामी खाइदैन युजुअली हामी त्यति मजाले खाइदैन अब ती वस्तुहरु उनीहरु धेरै युज गर्छन्। अब यहाँ चाहिँ टोफु भनेको सोयाको जुन पनिर हुन्छ धेरै युज गर्ने। मिल्क पनिर उनीहरु युज गर्दैनन् त्यसरी। त्यसपछि चना यो बीन्सहरु, ब्रोकोली बोइल्ड सबै बोइल्ड माने फुल्ली बोइल्ड पनि हैन हाफ बोइल्ड जस्तो हुन्छ। अनि अब राइस चाहिँ जति पनि लिन सकियो जसले जति खान्छ। अलिकति स्टिकी हुन्छ उनीहरुको राइस चाहिँ। अनि यो चाहिँ करी थियो टोफुकै करी थियो। त साह्रै टेस्टी थियो हो त्यो करी पनि। अनि जस्तो हामी अब फ्राईहरु गरिन्छ हैन बेगेना फ्राई अनि उनीहरु चाहिँ त्यो केलाई फ्राई गरेका थिए उनीहरुले सुठुनी भित्र हालेर त्यो फ्राई गरेको थियो। अनि खारा पनि साह्रै राम्रो। यो चाहिँ कच्चुको डिश जुन अरबी हुन्छ नि हो त्यसलाई स्वीट पारेर बनाएको रहेछ। अनि त्यो रेड राइसको सुप माने कोल्ड छ एकदम आइस हालेको ठण्डा छ। यो पनि जति पनि लिएर खान सकिन्छ। अनि काँक्रोहरु जुन विनेगरमा हालेर अमिलो पारेको हुन्छ हो त्यस्तो सलादमा राखेको थियो त्यो चाहिँ। अनि साह्रै टेस्टी केटाकेटीलाई पनि साह्रै राम्रो लाग्छ। अनि सबै मान्छे अब कुनै एजको लिमिट छैन सबैजना आए खाए र यति राम्ररी पकाकै जब भेटिन्छ त मान्छेले किन घरमा पकाइराख्छन्। त्यही भएर पनि होला सबैजना बाहिर गएर यसरी खाएको देखिन्छ यहाँ चाहिँ।